सो चिया खाँदैछु सुगर चाहिँ खानु हुँदैन होइन अझ फेरि अब स्पोर्ट्स पर्सन हो दिदी सुगर फ्री खानुहुन्छ र ल एभरेस्ट बेस क्याम्प भर्खर कुदिकिन आएको चाहिँ एभरेस्ट म्याराथन सरी एभरेस्ट बेस क्याम्प भएछ होइन गुड मर्निङ एन्ड नमस्ते अहिले चाहिँ हामी काठमाडौँमा छौँ हिजो भाउजूलाई भेट्ने भन्दै थियो 3 पल्ट उसको इच्छा पुरा भएन बेलुका ऊ अलिकति बिजी भएर चाहिँ आज चाहिँ बिहान यहाँनिर कुद्दै आएको छ होइन यहाँनिर भेटेँ अन्त उसको एभरेस्टको कथाहरू पनि छ होइन एभरेस्ट बेस क्याम्प उसले धेरै भनौँ न यो हाई अल्टिट्युडको रनहरू मध्येको चाहिँ सबैभन्दा विश्वको नै अग्लो हाई अल्टिट्युड म्याराथन चाहिँ फर्स्ट टाइम होला होइन तिम्रो कस्तो मजा आयो जस मजा पनि भयो अनि गाह्रो पनि भएको थियो होइन अलिकति त्यो बिरामी भएको थियो क्या अनि जाँदा नै बिरामी भएको थियो अब त्यहाँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो म हेल्दी छु होइन जस्तो म खतरा छु भनेर त्यो घमण्ड नगर्दा पनि हुने रहेछ क्या त्यो बेस क्याम्पसम्म पुग्दाखेरि चाहिँ किनकि कतिखेर हाम्रो बडीले के भइदिन्छ थाहा नै हुँदो रहेछ अनि जस म पनि नाम्चेसम्म त स्ट्रङ थिएँ होइन खतरा थिएँ क्या अनि त्यसपछि माथि जाँदै गर्दाखेरि पो गाह्रो हुँदै गयो अनि मैले फिल गरेको चाहिँ त्यही हो घमण्ड चाहिँ कहिले पनि नगर्नु पर्ने रहेछ होइन म त गरेको होइन कि तर पनि त्यो हुन्छ नगर्नुहोस् भनेको अनि एक्सपिरियन्स चाहिँ अब त्यो रमाइलो नै भएको थियो अब म लगायत मामा हुनुहुन्थ्यो होइन युकेबाट आउनुभएको उहाँहरू छन् 63 वर्षको मामा होइन पुराखेरि अनि त्यसपछि गयो अनि यस एभरेस्ट म्याराथन भनेको चाहिँ वर्ल्डको हाइएस्ट म्याराथनको रूपमा गरिन्छ अनि त्यसमा चाहिँ अब पार्टिसिपेट भएर जस्ट फिनिस गर्यो अनि इन्डियामा अब राम्रै भयो होइन हाइएस्ट एल्टिट्युड त तिम्रो यो सेकेन्ड टाइम होइन सेकेन्ड टाइम हो कञ्चनजङ्घा अस्ति कञ्चनजङ्घा कुदेको होइन कञ्चनजङ्घा कुदेको भन्दा नि त्यहाँ गएर चाहिँ त्यही अब गेमहरू यताउति गरेर अनि एभरेस्ट त म 2021 मा पनि गइसकेँ हो कुदेको है ए यो सेकेन्ड टाइम है तिम्रो कुदेको भन्दा पनि गएको मात्रै हो एभरेस्ट म्याराथन चाहिँ यो एभरेस्ट म्याराथन वर्ल्ड्स हाइएस्ट म्याराथन ल त्यस्तो चाहिँ हाम्रो चेलीहरू चाहिँ काठमाडौँमा है राजधानीमा ल मजा लाग्यो खुसी लाग्यो ल यहाँनिर अब निक्कीको ल ब्रेकफास्ट आइसक्यो चिया लु ब्रेकफास्ट ऊ चाहिँ फेरि बिहानै कुदेर आएकै फेरि यहाँ कहाँबाट आएको कुदेर कोटेश्वरबाट कति किलोमिटर जस्तो भयो 2-3 किलोमिटर पनि 5 किलोमिटर ओके 5-5-10 त भइहाल्छ नि बिहानै होइन ल ओके रमेश सरसँग पनि हाम्रो गुड मर्निङ है रमेश सर सबैलाई गुड मर्निङ मनोज सरलाई गुड मर्निङ निक्की बहिनीलाई गुड मर्निङ खै तपाईँलाई एक जुग भयो नदेखेको तपाईँलाई एकदमै मिस गरिरहेको छु अब यो फोन वार्तालाप पढेर थाहा पाइयो तपाईँ काठमाडौँ हुनुहुँदो रहेछ भन्ने कुरोहरू अब अहिलेको जमाना भनेको के छ भनेदेखि यो फोनमा कुराकानी भएन ओरेन भनेदेखि चाहिँ नि मान्छेहरू पनि टाढा हुने रहेछ कि तर कमसेकम यसैले गर्दाखेरि अब हामी नजिक हुन पायौँ धन्यवाद तपाईँलाई ल शुभ प्रभात सबैजनाले जो हेरिराख्नु भएको छ सरको भ्लग हेरिराख्नु भएको छ सरको भिडियो हेरिराख्नु भएको छ भनेदेखि उहाँलाई शुभ प्रभात त्यति साह्रो माया त मारिन होला है निकी त्यसो नरमाइलो खाएको मान्छे होइन नि त भन्नै पर्दैन त्यो त अब हामीलाई थाहा छ त निकी कतिको रमाइलो छ भनेर ओके हुन्छ सर हुन्छ धन्यवाद अब नाइस डे ल अब चाहिँ ज्योति नाना गाउँ जान्छु त्यो बोलाइरहनु भएको छ फ्रेस भइरहेको छ ठिकै छ आजको अन्तिम दिन बसाइ भोलिको फ्लाइट छ ज्योति नानाको सुन्धारामा त्यहाँनिर बोलाइरहनु भएको छ खाना खाँदै बोलाउनु भएको म यता उता गर्दा एडिटिङ गर्दा फेरि ढिलो भयो अब चाहिँ जान्छु डाइरेक्ट भोक पुरा लागिरहेको छ ल खोइ यहाँ फोनै लाग्यो नि त अघि
काटियो कसले दिनु फोन गरेको फोनै लाग्दैन के भयो बसाइ यहाँ भाइ छ भाइ ठिकै छ है ल भाइको नाम चाहिँ मेरो नाम चाहिँ रिजस पाण्डे हो ए भाइको अघि भाइ ऊ ड्याड है ड्याड हो चस्मा लाउनु भएको होइन अर्को अनि म त अङ्कल अङ्कल है ए ल ठिकै छ मजा आयो यहाँनिर बसायो हजुर इन्टरभ्यू लिनु भएको उहाँ ल मजा आयो यहाँनिर सरको ब्लगको नाम चाहिँ के रहेछ मिस्टर बुबु हो हजुर मिस्टर बुबु बुबु फेसबुकमा आउँछ त्यो लाइक एन्ड सब्सक्राइब कमेन्ट है सबै गर्नु है यहाँनिर भाइको नाम चाहिँ के भयो सपोर्ट गर्नुपर्ने सरलाई विपिन विपिन है विपिन भाइ पनि एकदम दामी डाउन टु अर्थ यो होटलको मलाई स्टाफहरू सबैजना मन पऱ्यो मलाई होइन यहाँको हस्पिटालिटी यहाँको एम्बियन्स दामी छ है हेलो हेलो यस यहाँभित्र हेर्नु नि त यहाँभित्र यहाँभित्र भाइ रहेछ ठिकै छ होइन भाइको नाम हो ओके दामी अब मलाई स्न्याक्स बनाइदिन्छ भाइले है ओके ल यति फ्रेन्डली छ यति मजाको छ यहाँनिरको एम्बियन्स ल दामी 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 बवाल छ है जाँदैछौँ सुन्दर भाइ चाहिँ काभ्रेको रहेछ भाइको नाम चाहिँ मेरो सन्तोष मगर सन्तोष मगर है हजुर मलाई क्या मनपर्छ काभ्रेको लवज क्या एक्सेन्ट क्या ढिलो तरिकाले बोल्छ नि त है काभ्रेको अझै मगरहरूको लवज कति वर्ष भयो अरे भाइ गाडी कुदाउन थालेको भाइ 6 वर्ष भयो है यो इभी चाहिँ 1.5 वर्ष हजुर कुनमा फाइदा इभी कि अर्को फ्युल पेट्रोल अल्टोमा इभी फाइदा छ इभी फाइदा छ है जस विदेश जानु परेको छैन है केही एउटा स्किल छ भने सिप छ भने आफ्नै ठाउँमा पनि गर्न सकिन्छ है परिवार पनि छ भाइ कहाँ यहीँ छ पढ्दै होला नि त है नानीहरू नानीहरू छैन बिहा गरेको छैन ए भर्खर हो ए ठिक छ धराराको टावर नजिक यो 100 अनि यो चाहिँ 101 गल्ली नम्बर यहाँ चाहिँ मेरो नानाको सुस्वास्थ्य फार्मेसी औषधि पसल छ यहाँनिर नानाले चाहिँ एउटा दामी यहाँनिर चाहिँ यो के अरे कागजको जिरो वेस्ट प्रडक्ट बनाउनु रहेछ होइन दामी है यो चाहिँ एकदम दामी नि त यो होइन जिरो वेस्ट हो नि त यो चाहिँ प्लास्टिकहरूको प्रतिबन्ध गरेको छ यसले पर्यावरणलाई पनि अलिक दूषित पार्छ तर यो भनेको चाहिँ एकदम राम्रो हो होइन यस्तो बनाउनु भएको रहेछ ल दामी नानाले काम गरिरहनुहुन्छ है ल वेलकम बस्नु है भाइ ज्योति नानाको चाहिँ स्पेसल एउटा इन्भिटेसन जान्छ होइन ढिलो भयो धेरै ढिलो भयो नि है धेरै ढिलो भयो म के गर्दा 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 हो त्यहाँ भाइहरूले यताउता हो त्यो होटलमा पनि क्या भाइहरूसँग बस्दा आरामै हुनुहुन्छ है एकदम आराम अब खाना खानुपर्छ ए हुन्छ बिहानको खाना 3 बज्न लीला ठिकै छ लीला एकदम हो लीला पनि थ्याङ्क यू सो मच लीला पनि आएछ यहाँनिर होइन ल अब त सागर त होइन नि है सुम्नीमा त है ए हुन्छ हुन्छ भइहाल्छ नो वरिस ल हुन्छ मेरो रुम अरे 2टा बेड रहेछ गेस्ट हाउस ल सुम्नीमा गेस्ट हाउस लीला खाना खाएको अब खाना चाहिँ खानुपर्ने यहाँनिर चाहिँ 3 बजे है लीला कति बजे 3 बज्न आँट्यो है
3 बज्न आँट्यो अब खाना खानुपर्छ के खाने तिमी चाहिँ म त अब खाने होला नि ए हो ल बेलुका खाना आइसक्यो बेलुका खानेको त भएको छैन ल ओके ल नाना तपाईँ चाहिँ के खानु न तपाईँ चाहिँ नला चाहिँ खानुहोस् ल आफ्नै घर सम्झेर अर्डरमा चाहिँ बुहारी छ दिदी छ सोमनीमा गेस्ट हाउस सुन्धरा कि कुन गल्ली अरे 101 है 101 यस्तो चाहिँ 100 यो चाहिँ 101 यो चाहिँ 101 यो चाहिँ 100 सही ओके ल कहाँ यहाँ उहाँ पर खिच्नु पर्छ ल त यहाँबाट आउन यहाँबाट खिच्यौँ ठ्याक्कै यो चाहिँ हलारा यो चाहिँ पहिलाको चाहिँ ए यो गल्ली है पहिला चाहिँ माटोको थियो नि त यो है उयो है आदि माटोको यो कसले बनाएको त भीमसेन थापा यो चाहिँ हो पुरानो यसमा पनि म आएको छु तर यो चाहिँ पछिल्लो समयमा बनाएको यो तो छ माथि चाहिँ मान्छेहरू छ त्यहाँ चढ्ने सपना चाहिँ छ ढोका एक दिन चढ्नुपर्छ यो चाहिँ धराराको आसपासमा यो पहिला चाहिँ एकदम भनौँ न यो अर्कै थियो तर पछिल्लो समयमा चाहिँ यो संरचनाहरू यो बनाएर चाहिँ यो सिमेन्टेड यो गेटहरू लगाइदिएको छ एकदम दामी छ यो चाहिँ पहिला माटोको हो पहिला यो 2072 सालमा चाहिँ भूकम्पले भग्नाशेष पारेको धरारा यो हो धेरैले ज्यान गुमायो तर यो अथेन्टिक यो माटो र इँटाले बनेको यो धरारा थियो एकदम दामी यो चाहिँ अहिले चाहिँ सिमेन्टीको यो जतिको चाहिँ छैन त्यति बेलाको आर्किटेक्चर सो दामी धरारा दामी पुस्तकारी सपिङ गरिरहेको छ लिलाले के सपिङ गरेको नानाको दोकानमा हाम्रो मुन्दुम फ्री टिम भेट भयो यहाँनिर होइन निर्मला चाहिँ हुनुहुन्छ आरामै हुनुहुन्छ हेलो कति बेला आउनुभयो काठमाडौँ म अस्तिको दिन आएको यहाँ कति बेला आइपुग्नुभयो यहाँ चाहिँ अघि 3 बजीतिर आएको भेट भयो खुसी लाग्यो है संसार सानो छ होइन ठोकिहाल्छ एकछिन माथि जाउँ होइन त्यहाँको हालखबर बुझौँ लीलाहरू के गर्दैछ जाउँ लेडिज फर्स्ट बसन्ती नाना आउनु भएको छ यहाँनिर है हाम्रो मुन्दुमको टिम है बरकरार छ अहिलेसम्म पनि चार पाँचजना त भेट भयो है के भयो अरे लिला जाने हजुर जाने लैजाऊ तिमी सन्चै छ मुन्दुम ट्रेलदेखि आज है यहाँनिर हाम्रो मुन्दुम जस्तै भइरहेछ यहाँनिर ट्रेल जस्तो भइरहेछ है अब त 12 क्षेत्रबाट बनाएको छ त है मुन्दुम ट्रेल पनि कहाँसम्म अरे सगरमाथा कहाँ सगरमाथा हो ल ज्योति नाना खोइ उठेको नानाहरू थ्याङ्क यू सो मच भेट्न आइदिनु भयो ल ओके ल ठिक छ
आएको बेला चाहिँ भेट्नु छैन नेक्स्ट टाइमको कुरा किन भेट्यौँ नि त भेटे त होइन भइहाल्यो अहिले एकछिनमा रुपेश आइपुग्छ ल ब्रान्चमै हो नि त मेरो त ट्रेनिङ त ल त मजा आयो है एकदम छोटो भेटघाट मजा आयो मलाई मोबाइल देखाउन लाउनु भएको छ कि उता भिडियो कल गर्नु ल बाई बाई गुड नाइट हाम्रो निर्मलाजी यहाँ बसन्ती नाना ल मजा आयो है मजा एकछिन भेट भयो धरारा नाइट धराराको बजारैमा एकै नजरमा भन्छ धरारा ठिकै छ ल त दिस इज धरारा नाइट धरारा यस्तो छ यहाँको माहौल चाहिँ ल यो चाहिँ अघि दिउँसो हेरेको अहिले चाहिँ बेलुका रातिको धरारा है अब हाइकिङ हिँड्नु भएको हिँडेको हजुर बिस्तारै खाना खाएर राम्रोसँग जानुहोस् ल हजुर है ल थ्याङ्क यू नाना फर एभ्रिथिङ चिया चिया लिनु होला ल बाई 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 मिहाङमा अनि के बाइकमै जानुभयो स्कुटीमा माथि त्यो गेटसम्म त स्कुटीमा जानुपर्छ ए हो यहाँबाट त्यहाँसम्म हिँड्नै फेरि लाग्छ बाई बाई मिहाङमा खोइ पन्च ओके औ ल पन्च ल ल बाई बाई ल हुन्छ हुन्छ ओके ल बाई ब्ल्याक टी गुड मर्निङ है दिदी गुड मर्निङ बडी गुड मर्निङ ल मिठो चिया मरिच हालेको रहेछ क्या त मिठो नानाहरूकोबाट चाहिँ यो धरारा चाहिँ अगाडि देख्दो धरारा त होइन यो चाहिँ वाइट टावर सेतो टावर राखेको छ प्लान्ट्सहरू फुल्सहरू भन्दा पनि राखेको छ खाना खाएर चाहिँ मेरो 11-12 बजीको फ्लाइट छ त्यही छ सबै खाएर चाहिँ अब नमस्ते ल ल पछि भेटौँ फेरि है ज्योति नानालाई गयो भनिदिनुहोस् न ल हुन्छ ल ल हुन्छ नाना अब चाहिँ एयरपोर्ट मेरो 12 बजीको फ्लाइट हो अब जान्छु यस्तो छ हामी एयरपोर्ट आइपुग्यौँ अनि उहाँ गुरुजीलाई चाहिँ धेरै धेरै धन्यवाद मैले यो विदाउट कम्फर्ट गरेको पनि उहाँले चाहिँ यो एसी खोलिदिनु भएको छ तपाईँको नाम चाहिँ रामशरण नेगी उहाँ चाहिँ एकदमै मनले जितेको गुरुजी हुनुहुन्छ अनि उहाँको नम्बर हेरेँ चाहिँ बागमती प्रदेश एयरपोर्ट आइपुग्यौँ हामीहरू डोमेस्टिक सानो घाम छैन हजुर यसरी भिड्छु ल ल गुरुजी ल ल हुन्छ धन्यवाद फेरि पनि भेट्न पाऊँ है यो चाहिँ हामी एक्सप्रेस 7374 गाडी ओके ल डरलाग्दो घाम लागिरहेको छ अब जानु भने हुन्छ विराटनगर एयरपोर्ट डिपार्चर लाइन गर्मी चाहिँ पुरा छ बोर्डिङ पास दियो लेट्स सी 12:05 को उड्छ कि उड्दैन टाइमले ल
भैरवाको चाहिँ गेट नम्बर 6 भनेको छ। मलाई लाग्छ गेट नम्बर 6 चाहिँ फुलहरू छ यहाँनिर टाइममा है। तातो घाममा अब जानुपर्छ विराटनगर। गर्मी ओके यो जान्छ ल ओके थ्याङ्क यू। ब्यागहरू माथि राखिदिनु होला है। ओके बडा हुनुहुन्छ त बिरामी हुन्छ भनौँ न। ल थ्याङ्क यू। ल फाइनली ल्यान्डेड विराटनगर एयरपोर्ट। यस्तो गर्मी छ वास भयो।